जुन टिचिङ मिनिस्ट्रीको जुन तपाईँहरूले लिएर आउनु भएको थियो एकदमै राम्रो लाग्यो। धेरै हामी हिजो घरमा गएर पनि हाम्रो पुरा भइरह्यो, टाइम गएको पनि थाहा पाएन अघि। अन्त यो दिनहरूमा जति पनि टपिकहरूमा 10वटा टपिकमा सिक्यो, जति पनि टपिकहरू आयो कसैलाई सोचेन। मैले आफैलाई जुन चाहिँ टपिक आउँछ म आफैमा नै के भयो आफैमा नै लिएँ, आफैलाई म त्यो ठाउँमा राखेँ। जस्तो विजडम, फर्गिभनेस, इन्टिग्रिटी, रोयल, लास्टमा थ्याङ्कफुलनेस, अन्त के थियो जुन एक्सनहरू सिक्यो त्यो एक्सन एक एकवटा एनिमलको विषयमा यति असल प्रकारले तपाईँले प्रस्तुत गर्नुभयो। जस्तै अब त्यो हामीले पेङ्गुइन हामीले त्यसै देखिरहेको कुराहरू हो, तर पनि त्यसको जीवनलाई सोचेर साँच्चै नै अब लाइफ के हो, प्यारेन्टहुड के हो, धेरै कुरा सिक्न पायौँ। अब आज सिंहको विषयमा सुन्न पायौँ, हिजो हामीले के को विषयमा सिक्यौँ, इगलको विषयमा। इगल है कति माथि उठ्ने चिल है, उसले कसरी चाहिँ उसको जीवनको विषयमा सुन्न पायो, धेरै कुरा सुन्न पायो, बुझ्न पायो। मैले धेरै कुरा म आफ्नो जीवनमा नै अप्लाई गरेँ, मेरै जीवनमा सबै कुरा 10 टपिक्स मेरो आफ्नो जीवनमा। किन तपाईँले भन्नुभयो जस्तै च्यारिटी बिगिन्स एट होम अघि, तपाईँलाई धन्यवाद, साह्रै मजा आयो। मैले एक्सपिरियन्स गरिरहेको थिएँ कि हाम्रो मण्डलीको मान्छे कोही पनि हल्लिएको थिएन। जति पनि हिजो र आजको जति प्रोग्राम थिएन, अरू बेला टोइलेट गइरहन्छ आमाहरू एकजना गइरहन्छ। हिजो आज एकदम सुनसान भएको, सबैले सुने। मतलब यसको मतलब हो कि सबैलाई यो क्लासले चाहिँ धेरै इफेक्ट गरेको रहेछ। त्यही कारण चाहिँ यसलाई आज नै यहीँ भुलेर जाने होइन, तर यहाँबाट निस्किँदै पनि स्टेपहरू तपाईँले याद गर्नुहोस्। किताब ल्याउनु भएको छ, एउटा टपिक चाहिँ आज होमवर्क पुरा रहेछ, तर एउटा टपिकमा एउटा खोज्यो भने चाहिँ हामीले धेरै कुरा सिक्न सक्ने रहेछ, नानीहरूलाई सिकाउनु सक्ने रहेछौँ। विशेष गरी युथहरूलाई पुरा मिस गरेँ मैले। युथहरू पछि बस्यो, युथहरूलाई नयाँ कपल्सहरूलाई है, विशेष गरी पढ्दै गरेको हुर्किँदै गरेकोहरू है, त एकदमै राम्रो लाग्यो। मलाई चाहिँ मजा लाग्यो, धेरै कुरा सिक्न पाएँ, धेरै कुरा सिक्न सकेँ। अब आत्माबाट पनि संसारमा जिउन, परमेश्वरको वचनद्वारा संसारमा कसरी जिउन पनि सिक्न पाएँ। तपाईँलाई धेरै धेरै धन्यवाद। अझै परमेश्वरले आउने दिनमा अझै ठुलो कार्यहरू तपाईँको जीवनबाट भएको छ। अझै यङ हुँदै जाओस्, 25 देखि 20 वर्ष हुँदै जाओस्। धन्यवाद।